सबैजनालाई मैले चाहिँ यो मुढा बनाउने सिन्का बनाउँदै छु। यसरी यो चाहिँ औँलाको लागि सेफ्टी, यो चाहिँ गाडीको ट्युबको बनाउँछु। टक्क यसरी लगाउने, त्यसपछि सर यसले चाहिँ सेफ्टी हुन्छ क्या यहाँ यसरी तान्ने। तर दिनभरि बनाउँदा यो आँसीले बनाउँदा चाहिँ हात दुख्छ है। यसले हात दुख्ने कारणले गर्दाखेरि मैले चाहिँ यसले बनाउँछु। यसले चाहिँ साह्रै सजिलो हुन्छ, छिटो पनि हुन्छ। यसरी सर नजिकबाट देखाइदिनु ए सर, र यसले यति राम्रो काट्छ नि, यस्तो सजिलो हुन्छ यसले बनाउन। तर यसले चाहिँ यो खालको गाँठा चाहिँ फाल्न सक्दैन क्या। यसरी यहाँनिर अड्किन्छ, यसले चाहिँ फाल्न सक्दैन यसरी। यसलाई चाहिँ यो ठुलो हतियार नै चाहिन्छ त्यसरी फाल्ने। गाँठा भएको ठाउँमा आँसी प्रयोग गर्ने, यसरी हुन्छ। यसले यसरी जान्छ है यो ठुलो हतियारले। अब चक्कुले भनेको गाँठा नभएकोतिर चाहिँ यसले काम गर्छ क्या। गाँठालाई चाहिँ यसले फाल्न सक्दैन। यसरी सजिलो पनि, हात पनि नदुख्ने। यसले चाहिँ दिनभरि चलाउन सकिन्छ। अलिअलि चाहिँ यो बुढी औँलाहरू अलिक गाह्रो हुन्छ, नत्र भने यसले एकदम हल्का। हजुरले पनि मुढा बनाउँदै हुनुहुन्छ, यस्तो सिन्काहरू बनाउँदै हुनुहुन्छ भने चाहिँ ट्राई गर्नु होला। यो चाहिँ पुस्तक पसलमा, हार्डवेयर पसलहरूमा पाउँछ यो खालको। बिलेट पनि फेर्न पाउँछ। हाम्रो एकजना भाइ हुनुहुन्थ्यो उता म्याग्दीतिर, त्यो भाइले चाहिँ बिलेट पाइएन दाइ भन्दै हुनुहुन्थ्यो। बिलेट चाहिँ पाउँछ है, जति पनि पाउँछ। तर यो सेफ्टी राख्नुभयो भने औँलामा सिन्काहरू गड्ने काट्ने हुँदैन क्या। त्यही भएर चाहिँ यो सेफ्टी चाहिँ बनाउनु होला। टक्कै यसरी काम गर्न सजिलो हुन्छ क्या। यसरी गरायो भने सर यसरी छिटो पनि हुन्छ, हल्का पनि हुन्छ। यसरी गराइदिएपछि सिन्का पनि राम्रो हुन्छ, काम पनि सजिलो, शरीरलाई पनि बाधा नपर्ने है त। यस्तै सिपमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ र मुढा बुन्न सिक्न चाहनुहुन्छ भने मेरो भिडियोहरू हेर्नु होला। सुरुदेखि अन्तिमसम्मको भिडियोहरू तपाईहरुको लागि पसेको छु मैले भिडियोमा। मेरो युट्युब च्यानल पनि छ, टिकटकमा। सबैजनाले सब्स्क्राइब गरिदिनु होला है। मुढाहरू चाहिन्छ भने अर्डर गर्नु होला। बायोमा नम्बर छोडिदिएको छु। मुढा सम्बन्धी केही जानकारी चाहियो भने, रसीहरू चाहियो भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो सम्पर्क नम्बर 98 13 34 55 37 है। हस्, धन्यवाद।